त तपाईले हैन फिदा बनाउनुहुन्छ मान्छेहरुलाई त्यस्तो पनि नहोला भाइ अब किन भन्दाखेरिमा अब हामीले ल नमस्कार सम्पूर्णमा सन्ध्याकालीन नमस्कार। अब हामी बेलुकाको समयमा आज 3 भइसक्यो। यहाँबाट अब कपलाइफसम्म चाहिँ साइकलको यात्रा गरौँ भनेर हामीले कोसिस गरिरहेका छौँ। अब त्यो हामी जाने क्रममा हजुरहरूलाई पनि यो बेलुकाको चाहिँ भ्यू कस्तो देखिन्छ, माइमलको चाहिँ रातिको समयको चाहिँ कस्तो देखिन्छ हजुरहरूलाई त्यो देखाउँ भनेर कोसिस गरिरहेका छौँ। हेर्नु त झलमल्ल बत्ती बोलिरहेको कति राम्रो छ। त्यहाँ दिउँसोमा भन्दा राम्रो रातिमा बढी राम्रो देखिने होइन भाइ? हो दाइ। ल अब हामी साइकलिङ गरेर हामी पप लाइफसम्म पुगेर आउँछौँ कि उतै बस्छौँ आज थाहा छैन। हेरौँ कहाँसम्म पुगिन्छ। अब जहाँसम्म त पुगेला भनौँ। हुन्छ। जान चाहिँ अब खास हामी यहीँ जाने भन्ने काम होइन, अब घुमाउँ न यसो एकछिन भनेर हेरेको हो। पुगिन्छ हजुरहरूलाई पनि हामी त्यहीँसम्मै पुर्याएर त्यसको अवलोकन गराउनेछौँ भिडियो मार्फत। हजुरहरूले चाहिँ हाम्रो कमी कमजोरी, भिडियोमा भएको कमी कमजोरीहरू, हाम्रो केही सुधार गर्नुपर्ने कुराहरू केही छ भने कमेन्ट बक्स छ त्यहाँ तपाईँको चाहिँ त्यो युट्युबको तलपट्टि कमेन्ट बक्समा चाहिँ सछट्ट चाहिँ झर्को नमानिकन गाह्रो नमानिकन तपाईँहरूले चाहिँ प्रतिक्रियाहरू दिन सक्नुहुन्छ र त्यसको हजुरहरूले दिएको प्रतिक्रिया अनुसार हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यसलाई सच्याउन पर्ने केही गर्न त्यस के अरे केही राम्रो भएकै छैन। किन हामी त्यो उशृङ्खल टाइपले अब मान्छेहरूले विभिन्न हरकत गरिरहेका हुन्छन्। त्यो हामी चाहिँ त्यस्तो हरकत गरेको चाहिँ हामी बनाउँदैनौँ। हाम्रो चाहे भ्युज नआओस् हाम्रो त भ्युजसँग कुनै सरकारको विषय भएन। हाम्रो पछिको नि यादगार होस् किन हामी पूर्व मेची पश्चिम महाकालीको साथीहरू छौँ। को कहाँ जान्छ को कहाँ जान्छ। ल एउटा कुरा सोध्नै बिर्से दाइ, भाइ भन त। तपाईँ त वास्तवमा पत्रकार हुनु कि त होइन त्यो समाचार वाचक हुनुपर्ने, कसरी यहाँनिर गर्नुभयो? त्यस्तो त होइन होला। होइन बोल्न धेरै ट्यालेन्ट हुनुहुन्छ क्या तपाईँ? त्यस्तो त होइन होला। होइन राम्रो बोल्नुहुन्छ। मैले भनेको कुरो ठिक हो नि होइन र? सही हो सही हो। हामी त एउटा वास्तवमा भन्यो भने एउटा सम्झना होस्। हामी त कति जेल हो र यहाँ काम गर्ने 2 वर्ष 4 वर्ष 5 वर्ष 10 वर्ष गरिएला। हजुर। त्यसपछि त आफ्नो गन्तव्य आफ्नो ठाउँमा त जानै पर्यो। हजुर। आफ्नो घर जान पर्यो। हजुर। अनि फेरि पछिको परिवेश कस्तो हुन्छ के हुन्छ त थाहा हुँदैन। त्यो त यो भिडियो भनेको त अब हामीले युट्युबमा राखिसकेपछि त हामी त कुनै पनि बेला पनि खोलेर हेर्न पाइयो। हेर्न सक्यो। फोटो भिडियोहरू भनेको त एउटा अहिलेको जमानामा यो यस्ता यो विद्युतीय सामग्रीहरू जस्तो मोबाइलमा भएका चिजहरू पछिसम्म पनि काम लाग्ने एकदम राम्रो चाहिँ एउटा मेमोरीको रूपमा हामीले चाहिँ यसलाई चाहिँ हेरेर अब पछि पनि हाम्रो छोरा नातिहरूले पनि ओहो हाम्रो हजुरबुवा अथवा हाम्रो बुवा त यसरी चाहिँ यस्तो ठाउँमा यसरी जानु हुँदो रहेछ भनेर जानु भएको रहेछ भनेर भन्ने एउटा याद रहोस् क्या, यादगार होस् भनेर नै हो हामीले पनि कोसिस गरिरहेको होइन र? मेमोरी बसोस्। भन त भाइ के कुरा भन, मलाई मात्रै भन्न नलगाऊ त। हो मेमोरी बसोस्, मेमोरी यादगार होस्। दाइ र म अब म कता म मेरो खास घर चाहिँ झापा हो होइन, दाइको घर चाहिँ गोर्खा हो होइन। अब गोर्खा र झापा त अब धेरै टाढा प्राय भेट हुन अलिकति गाह्रै पर्छ होइन। अब आउन त्यही अब आउँछु नै भनेर आयो भने त नसक्ने भन्ने कुरो त भएन, तर भेट हुन्छ। तर पनि अब त्यही हो हाम्रो चाहिँ होइन। यसो अब हामी चाहिँ परदेशको ठाउँमा हामी 2 दाजुभाइहरू यस्तो यस्तो भिडियो ल्याउँछौँ यसरी नै होइन। हामी एउटै खालको छौँ र यसरी नै भिडियो आइबस्छ। त्यही भएर भन्नु दाइ तपाईँ। हाम्रो चाहिँ एउटा सिम्पल टाइपको अनि व्यावहारिक पारिवारिक परिवार भएको मान्छे म पनि त्यस्तै होइन। ल हामी कहाँ पुग्यौँ दाइ अहिले? अहिले चाहिँ हामी यता पेट्रोल पम्प आइपुगेका छौँ। हजुर। पेट्रोल पम्प सायद अब हजुर अब हामी चाहिँ हावा हालौँ न। अब खास 8 बज्न लाग्यो। सुपर मार्केटमा हाम्रो जाने चाहिँ हाम्रो उद्देश्य हो, तर त्यो सम्भव भएन किन भन्दाखेरिमा अलिक ढिलो आयो। अब हामी चाहिँ यो ठिक्क अब पेट्रोल पम्पको भन्ने पेट्रोल पम्पबाट हामी फर्किँदैछौँ।
किन भन्दाखेरि म अब त्यहाँ सुपर मार्केटमा गएर पनि सामान किन्नलाई अब त्यहाँ बन्द भइसक्यो हुन्छ सम्भव हुँदैन हजुर अनि त्यसले गर्दाखेरि म त्यहाँ गएर नि काम भएन अब कुनै समय हजुरहरूलाई ठ्याक्कै त्यहीँ जहाँ गएर अलि टाइममा निस्केर त्यहीँ कुनै सामान चाहिँ त्यहाँको सामानहरू पनि देखाउने सुपर मार्केट पनि देखाउने र त्यहाँसम्मकै भिडियो चाहिँ हामी बनाएर हजुरहरूलाई त्यो पर्सिन्छौँ अब आज चाहिँ अब हामी माफी पनि चाहन्छौँ किनभने हल्का हावा हालेर सोचेर आएको थियो त्यो गन्तव्यमा हामी पुग्न अलिक सम्भव सामर्थ्य भएन र अब हामी यहीँबाटै फर्किँदैछौँ यो पेट्रोल पम्पबाट फर्किँदैछौँ ल अब फेरि पुनः अब अर्को भिडियोमा हजुरहरूले हामीलाई भेट्नुहुन्छ भन्दै अब हामी चाहिँ अब यो भिडियोबाट बिदा हो होइन दाइ हजुर ल भाइ के भयो भाइबाट स्टार्ट होस् न त ल भन अब केही भन भाइ शुभ वचन केही बोल शुभ वचन होइन त्यहीँदेखि नै आवाज आउँछ ल हुन्छ आजको दिन चाहिँ छुट्टीको समयमा हाम्रो हेन्सम दाजुहरूसँग है एकदम भनेपछि चाहिँ है चट्ट गुलियो मिठो कुरा गर्दै आयो एक्सपिरियन्स राम्रो रह्यो सेल्फी स्टिक नहुँदाखेरिको स्टिक एकदमै रमाइलो हुँदो रहेछ ठिक छ कुनै बेला अब त्यस्तै हातलाई चाहिँ हाम्रो डबल ह्यान्डसम भाइले पनि अब आज चाहिँ हाम्रो ह्यान्डसम दाइले चाहिँ मलाई चट्ट कपाल काटेर ह्यान्डसम माथि ह्यान्डसम थपिदिनु भएको छ सायद योभन्दा धेरै खिच्यो भनेदेखि मेरो ऐना चर्किन्छ होला अब चाहिँ यति नै राख्नेछौँ हामी फेरि अर्कोचोटि फेरि नयाँ यात्रामा पुनः देखे बढ्नेछौँ भन्दै जोडिरहनुहोस् हामीसँगै रहनुहोस् हामी लिमासो सबै तपाईँहरूको पाटहरू सबै घुमाउनेछौँ देखाउनेछौँ रमाइलो गराउनेछौँ हामीसँगै रहनु होला भन्न चाहन्छु अब 2 जना ह्यान्डसम हुनुहुन्थ्यो अब अर्को 3 जना ह्यान्डसम भएको छौँ हामीसँगै रहनुहोस् फेरि पनि सबैजनालाई गुड नाइट हामी अर्को यात्रामा फेरि भेट्नेछौँ धन्यवाद हस्त धन्यवाद होइन सबैजनालाई बाई बाई बिदा हुन्छ ल हस्त धन्यवाद बाई बाई नमस्कार